यो ढुङ्गा हेर्नुहोस् है साथी हो के खालको चट्टै हेर्दा चाहिँ तपाईँको केही कुरोको आकृति जस्तो देखिँदो रहेछ हो। सो हेर्दा क्या मुख पनि ओह्रालो बनाएर बसेको जस्तो आकृति। मलाई चाहिँ त्यस्तो लाग्यो। साँझ पर्ख गरेको भिडियो हो यो। सो हेर्नुहोस् न तपाईँलाई पनि कस्तो लाग्छ है कमेन्ट गर्नुहोला। टक्कै यसरी हेर्दा चाहिँ मलाई अनौठो लागेर भिडियो गर्नु मन परेको साथी हो। यस्तो हेर्नुहोस् त टक्कै अनौठो खालको ढुङ्गा क्या चट्टै के आकृति मजाको है। हेर्नुहोस् साथीभाइ हाम्रो घर गाउँको जङ्गलहरू यस्तै छ। घर गाउँको जङ्गलहरू सुन्दरताको तिमी उदाहरण हो। सुन्दरताको तिमी उदाहरण हो। शङ्कै छैन यो जहाँ सुन्दरताको आयु छोटो हुन्छ। सुन्दरताको तिमी उदाहरण हो। गरा यो दुनियाँमा जहाँ सुन्दरताको आयु छोटो हुन्छ। बराबरी जस्तै छ र ल साथीभाइ गुड इभिनिङ सबैलाई है। हजुरहरूको दिन कस्तो बित्यो? राम्रो बित्यो होला है। र मेरो पनि एक प्रकारले राम्रै बित्यो। सबैलाई ह्याप्पी होली भन्न चाहन्छु। हुन त हाम्रो गाउँतिर त यसरी होली सोली त खेल्दैन है। बजारतिर चाहिँ जसले खेल्ने गर्छ। ठिकै छ अब एउटा चाडपर्व हो र भन्नु केही छैन। सबैलाई ह्याप्पी होली भन्न चाहन्छु। होलीको 7 रङ जस्तै हाम्रो जीवनमा पनि धेरै रङले बनिएको हाम्रो जीवन हुन्छ है। रङ्ग नै भन्छु। र जीवन पनि एउटा रङ्ग हो। कोही बेला रातो है, कोही बेला कालो साथीभाइ हो। अघि देखाएको थिएँ साथीभाइ तपाईँहरूलाई। म फेरि त्यही बाटो घरतर्फ रिटर्न जाँदैछु आफ्टर ड्युटी। सर्टकट बाटो छ नि त मेरो ड्युटी स्थलदेखि चाहिँ मेरो ड्युटी गर्ने जग्गादेखि चाहिँ यो सर्टकट बाटो छ। र म उता रोडबाट पनि भेटिन्छ र त्यो बाटो चाहिँ हिँड्दिनँ, बाइक फुट हिँड्छु। र हजुरहरूलाई त्यही हो होलीको कुरा हुँदै थियो होइन। र होली चाहिँ मान्छेको रङ्गको चाहिँ 7 रङ हुन्छ अरे होइन। त्यस्तै 7 रङ जस्तै यो मान्छेको जीवनमा पनि धेरै प्रकारको रङ हुन्छ। कालो, रातो, सेतो, पहेँलो, हरियो, निलो है। त्यसरी नै उतार चढाउ भइ नै बस्छ। तर नेभर गिभ अप है भन्न चाहन्छु। दुख आता भी है और जाता भी है, पर डट के मुकाबला करना पड़ेगा। कोई हंसाता भी है, कोई रुलाता भी है, मगर कभी हार मत मान्ना है। म यो छोटो मिठो ब्लग यति नै समाप्त गर्दैछु है। सबैलाई गुड इभिनिङ भन्न चाहन्छु। हेर्नुहोस् है साथीभाइ पातहरू झरेर चाहिँ यस्तो हुन्छ। सानोमा चाहिँ हामी चाहिँ पातहरू यस्तो पुरा बुटुल्ने गर्थ्यो है। र पात बुटुले चाहिँ के गर्थ्यो भने चाहिँ साथीभाइ हो गाईलाई ओछ्याउँथ्यो। गाईलाई ओछ्याएर चाहिँ मल दामी हुन्छ है साथीभाइ। यस्तो पातको चाहिँ नि बोरामा हाल्नु लाउँथ्यो है। बोरामा हालेर चाहिँ यसरी लाएर चाहिँ हामीले बोरा अब थाक बनाउँथ्यो। र यसरी चाहिँ पातमा चाहिँ तपाईँलाई चाहिँ मजाले गोबर गाईले कुल्चेपछि चाहिँ तपाईँ के हुन्छ भनेदेखिलाई नि साथीभाइ
मजाको मल हुन्छ है। यस्तै छ साथीभाइ हो आजको मेरो सर्ट भिडियो। सबैलाई गुड इभिनिङ, ह्याप्पी होली भन्न चाहन्छु।